हेलो गाइज, गुड मर्निङ। आई होप तपाईँ सन्चै हुनुहुन्छ। म चाहिँ यहाँ क्याम्पसमा आइसकेँ। सिधै आएको त्यो सुरु हो। होला जोडिएर खेल्न आइसकेँ। सिधै खेलेपछि गर्छु है। गाइज फाइनली खेलेर सकियो। खाली पसिना निकालेर अब नि उठ्नै सकेन भने फेरि जाने यति काम गरेर पनि सोचेँ मलाई आज हेर्न जाने त्यो स्कुलको ड्राइभरको एउटा र मिलेर काम गरे। फेरि नयाँ मासु पनि फेरि कुखुराको मासु पनि घरमा बसेर त मासु ल्याएन भने म घरै बस्दिनँ। दसैँमा पनि मासु भन्नु भने कि दसैँ लाग्यो भने बिहान यहीँ आउनु मैले स्टार्ट होला। फाइनली आज नै उठ्न सकेन भने चाहिँ तल तल बस्छु। यस्तो छ है अन्धकार। कति बेर लाग्छ भन्नु कति बेर लाग्यो दाइ? यस्तो गर्मी छ है दाइ, स्विमिङ जानु पाए त चौखट जानु पर्यो। दसैँमा फेरि कसलाई सबैजना खानु ठाउँमा मेदिनलाई भन्नुपर्ने होइन। मेदिन के हो र चौक आज त प्याक होला नि। प्याक नै हुन्छ। त्यसरी गर्ने राम्रो भ्यू हो। यति लामो उकालो चढ्यो म त्यहाँ घर मिली आइसक्यो। दिदी आउनु भएको भनेर
दसैँमा कहाँ जानु यही हो मासु लिएर आयो तरकारी चाहिँ खिरौला के भएर मासु लिएर मासु होइन भात रुप्दा यहाँ हाली चाहिँ खाना खिरौला भएर खाइन मैले भातै माछाहरू पकाएर यहाँ छिर्यो अनि गाइस भात पनि खाएर सक्यो मासु खाएर मासु त्यसरी बनाएँ मैले खान सकिसकेँ अनि यहाँ चाहिँ दिलले इन्डियाबाट दुईवटा टी सर्ट ल्याइदिएको रहेछ यस्तो यो वाला र कालोमा छुट्टै राम्रो लाग्यो मलाई चाहिँ मैले दुइटै ल्याइदिन्छु एउटा बाउल एउटा मलाई भनेको छ तर मैले बाउलाई दिँदिनँ अनि फेरि यहाँ बाउले काम लगाएर खाने बित्तिकै गाईहरूलाई खानपान गर्नुपर्ने भोक लाग्यो यो चाहिँ ब्याउनी छ है प्रेग्नेन्ट छ यो चाहिँ यो टाउकोमा चाहिँ च्याप के लगाएको बोर्डभित्रबाट मोलेर दिनुपर्ने रे कैसा खोल ली आए नकरा बराबर हाल्नुपर्छ सबैमा मैले बराबर हाल्दिएँ अब यसलाई मनपर्छ भन्दा यो कति सबैमा हालेर बराबर गरेर मोल्नुपर्छ दाना दाना के छ भने
मान्छे कसै बुढो नकाला यो दाना हाल्नु है किनकि त्यो बिहानी गाई दुध कति महिना होला त्यो महिनालाई छोडा खुवाउनु हुन्न र त्यसभित्र त्यसको बच्चालाई के हुन्छ प्रब्लम पर्छ अब फेरि यो के भने मैले थाहा भयो के गर्नु यो गर्नु भएको छैन कुखुराले छोडेर म यो मोलेर सब मोलेपछि भित्र राख्छु फाइनली मोलेर सक्यो सबैलाई दियो पनि सकि रसखा अब के पनि थाहा छैन काम लगभग सक्यो यसले त कामै गर्दैन किन गरेन भन्ने कतिलाई होला एकछिनमा आउँछ भनेर धेरै बेर लाग्यो भनेर रिसाउने कुरो होला काम छ काम सानो तर गर्नलाई धेरै गाह्रो आज बाउ नभएर मात्रै हो बाउ ब्याङ्कमा गएका छन् त्यही भएर काम त गर्नुपर्छ गर भनेपछि तर के गर्न मन लाग्दैन लगभग काम सक्यो अब खुट्टा धोएर एकछिन रेस्ट गर्छु त्यही हो खुट्टा धोइछु म यो हातमा खुइयो तल यहाँनिर कुखुरा गएछ माथि ल्याउनु पऱ्यो फेरि धान काट्नु छिरेपछि गाह्रो निस्कियो भने के ठाउँ घुमा
काम सक्यो एकछिन बाहिर जानु छ बाहिर जाँदाखेरि नि भेटौँला अहिले चाहिँ एकछिन रेस्ट गर्नु पऱ्यो म अझ हामी निको कभर काट्नु होला उता हेरेन ल त नि उता हेर्नु अझै निको कभर तल काट्ने रे के काट्ने रे मिडफिट के भने मिडफिट काट्ने रे अहिले कभर बसेर गर्छु देखाउँछु मैले है के देखाउँछु अहिले यस्तो चाहन्छु कभर काट्ने ठाउँ चाहिँ त्यहाँ है त्यहाँनिरको कभर बसल चाहिँ अलिकति प्याक भएर माथिपट्टि जानु लागेको माथि गएर चाहिँ चटपटी नि खाएर केता खाइन्छ माथि गएर कभर काटेर किमा नुडल त सटा के खाएन के खाइछ किमा नुडल सटा चिया नि दामी चिया चिया भनेको अनि यति खाएन त्यो त मेरो पैसा ए जे भने त्यो त डेलिभरी गरेको पैसा लगा ए दिन 20 रुपैयाँको डेलिभरी हो एउटा तपाईँ आफ्नो पैसा खाएको भए हालिदिएको 30 रुपैयाँ घट लगाएर के म हिलाएर मात्र के किन एकछिन मलाई हाल्ने खान्छ लिदिन्छ हिला चाहिँ त्यो हिला चाहिँ दिएर मलाई तपाईँले हिलाइदिए मैले आसम त भएन हुनु पनि कालम देख्छ नि त हिलो छिटो छ कि कालो पनि देख्छ के भन्छ त्यस्तो बेला मलाई कस्तो याद भयो देखाइरहेको मलाई त्यस्तो भनेपछि त्यहाँनिर लाग्छ जङ्क फुडहरू घर पुगिसकेको छु अनि बाँकी यदि कामहरू छ आज साँझ पानी कोटतिर अनि काम देखा गर्नु पऱ्यो आजको लागि चाहिँ यति नै भोलिको बिहान आउँछ ल ल ल म आगो बाल्न जान्छु आजको लागि भ्लग यति नै सबैले हेरिदिनु होला सपोर्ट गर्नु होला आजको लागि भ्लग यति नै भन्दै म यहाँबाट बिदा हुन्छु जय नेपाल।